नमस्कार, हाम्रो यो विशेष प्रस्तुतिमा स्वागत छ। आज हामी एउटा निकै महत्त्वपूर्ण तर ओझेलमा परेको विषयमा कुरा गर्दैछौँ। सोचौँ त, एउटा यस्तो विद्यार्थी जसलाई पढ्न मात्रै होइन, सुन्न र हिँड्न पनि उत्तिकै गाह्रो हुन्छ, त्यो अवस्था कस्तो होला? हो, आज हामी बहुअपाङ्गताको यही अदृश्य चुनौती र उनीहरूलाई किन एक विशेष शैक्षिक योजना चाहिन्छ भन्ने विषयमा गहिरो विश्लेषण गर्नेछौँ। यस्तै महत्त्वपूर्ण विषयहरूमा थप जानकारीका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरेर साथ दिनुहोला है। ल, अब विषयको केन्द्रमा जाउँ। यो शब्द बहुअपाङ्गता सुन्दा सामान्य लाग्न सक्छ। यसको अर्थ हो कुनै व्यक्तिमा 2 वा त्योभन्दा बढी अपाङ्गता हुनु। तर यहाँ बुझ्नुपर्ने कुरा के हो भने यो अपाङ्गताहरूको सामान्य जोड मात्रै होइन। यो त एउटा यस्तो जटिल अवस्था हो जहाँ विभिन्न अपाङ्गताहरू एक आपसमा जेलिन्छन् अनि त्यसले यति गम्भीर शैक्षिक आवश्यकता सृजना गर्छ कि कुनै एउटा मात्र अपाङ्गतालाई ध्यानमा राखेर बनाइएको कार्यक्रमले उनीहरूलाई समेट्नै सक्दैन। हो, एकल र बहुअपाङ्गता बीचको भिन्नता बुझ्न एकदमै जरुरी छ। हेर्नुस्, एकल अपाङ्गता भनेको एक किसिमको निश्चित चुनौती हो जसलाई विशेष सहयोग चाहिन्छ। तर बहुअपाङ्गतामा चुनौतीहरू केवल थपिँदैनन्, बरु एक अर्कासँग ठोकिएर गुणा हुन्छन्। मतलब एउटा अपाङ्गताले अर्कोलाई झनै जटिल बनाइदिन्छ अनि त्यसबाट नयाँ र अझै गम्भीर आवश्यकताहरू जन्मन्छन्। त्यसैले त सहयोग पनि एकल होइन, बहुविषयक र निरन्तर हुनैपर्छ। हो, यहीँनिर एउटा गम्भीर प्रश्न उठ्छ। के समस्या केवल विद्यार्थीमा मात्रै सीमित छ त वा हाम्रो प्रणालीमा पनि केही कमजोरीहरू छन्? पत्तै पनि छ। र अब हामी त्यही प्रणालीगत बाधाहरूको बारेमा कुरा गर्नेछौँ। कहिलेकाहीँ त कस्तो हुन्छ भने विद्यार्थीको अपाङ्गताभन्दा ठूलो बाधा विद्यालयको प्रणाली र संरचना नै बन्न पुग्छ। हो, स्रोत सामग्रीले हाम्रो प्रणालीका केही आधारभूत समस्याहरूलाई स्पष्टसँग औल्याएको छ, जस्तै अपाङ्गताको ढिलो पहिचान हुनु, तालिमप्राप्त शिक्षकहरूको अभाव, सहयोगी सामग्रीको कमी अनि कमजोर पूर्वाधार। त्यसमाथि सामाजिक पूर्वाग्रह र कलङ्क त छँदैछ। स्वास्थ्य र शिक्षा क्षेत्रबीच समन्वयको कमी र बनेका नीतिहरूको कमजोर कार्यान्वयनले यसलाई झनै जटिल बनाउँछ। यी सबै अलग अलग समस्या होइनन्, बरु एक आपसमा जेलिएर एउटा ठूलो अवरोधको पर्खाल जस्तै बनेका छन्। विश्व स्वास्थ्य संगठन र स्रोत विश्लेषणमा आधारित यो भनाइले यो सम्पूर्ण मुद्दालाई हेर्ने हाम्रो दृष्टिकोण नै बदलिदिन सक्छ। यसले के भन्छ भने अपाङ्गता भनेको व्यक्तिको कार्यगत सीमितता र वातावरणीय बाधाहरू बीचको अन्तर्क्रियाको परिणाम हो। यसको मतलब समस्या व्यक्तिको शरीरमा मात्र होइनन्, समाजले खडा गरेको सामाजिक अवरोध, नीतिगत कमजोरी र संरचनात्मक बहिष्करणमा पनि उत्तिकै छ। अब अलिकति भित्र पसेर हेरौँ। कक्षा कोठाभित्रै देखिने विशेष चुनौतीहरूमा केन्द्रित हौँ, खास गरी सञ्चार र पाठ्यक्रममा, जुन यी विद्यार्थीहरूका लागि सबैभन्दा ठूला 2 बाधाहरू हुन्। सही कुरा। सञ्चार भनेको केवल बोल्नु मात्रै त होइन नि, यो त आफ्नो आवश्यकता, भावना र ज्ञान व्यक्त गर्ने एउटा माध्यम हो। बहुअपाङ्गता भएका धेरै विद्यार्थीका लागि वैकल्पिक प्रणाली बिना यो लगभग असम्भव हुन्छ। अनि जब सञ्चारको ढोका नै बन्द हुन्छ, उनीहरूको वास्तविक क्षमता पनि भित्रै थुनिएर बस्छ। हो, र ती वैकल्पिक सञ्चार विधिहरूमा साङ्केतिक भाषा, ब्रेल, चित्र वा प्रतीकमा आधारित प्रणाली, सञ्चार बोर्डहरू र विभिन्न सहयोगी डिजिटल उपकरणहरू पर्छन्। तर दुःखको कुरा, हाम्रा अधिकांश विद्यालयहरूमा यस्ता विधिहरूको अभाव छ, जसले गर्दा विद्यार्थी र शिक्षक बीच नबुझिने एउटा मौन सङ्कट सृजना भइरहेको छ। यो हाम्रो शैक्षिक प्रणालीको एउटा ठूलो खाडोल हो। एकातिर हाम्रो सामान्य पाठ्यक्रम छ जुन किताबी ज्ञानमा केन्द्रित छ र सबैका लागि एउटै छ। अर्कोतिर बहुअपाङ्गता भएका विद्यार्थीहरूको आवश्यकता छ, जसलाई जीवनोपयोगी सिप, चलायमानता र दैनिक जीवनमा काम लाग्ने साक्षरतामा ध्यान दिनुपर्छ। उनीहरूलाई त लचिलो, व्यक्तिगत र बहुसंवेदी दृष्टिकोण चाहिन्छ, जुन हाम्रो एक आकार सबैलाई मिल्ने खालको पाठ्यक्रमले दिनै सक्दैन। यतिका धेरै जटिल समस्याहरूबारे छलफल गरिसकेपछि अब समाधानको कुरा गरौँ, र त्यो समाधान हो व्यक्तिकृत शैक्षिक योजना अर्थात् आइइपी। यो कुनै विकल्प होइन, बरु आजको आवश्यकता र तार्किक प्रतिक्रिया हो। त्यसो भए यो व्यक्तिकृत शैक्षिक योजना आइइपी भनेको के हो त? सरल भाषामा भन्दा यो अपाङ्गता भएका कुनै पनि बालबालिकाका लागि विशेष रूपमा बनाइएको एउटा लिखित योजना हो। यसलाई एउटा विज्ञ टोलीले विकास गर्छ,
जसमा विद्यार्थीलाई चाहिने विशेष शैक्षिक लक्ष्यहरू र सहयोगी सेवाहरूको स्पष्ट खाका कोरिएको हुन्छ। यो पूर्णतया व्यक्तिगत र सहयोगात्मक प्रक्रियामा आधारित हुन्छ। एउटा प्रभावकारी आइपी बनाउने प्रक्रियालाई हामी यी 4 स्पष्ट चरणहरूमा हेर्न सक्छौं। पहिलो, विद्यार्थीको अद्वितीय शक्ति र आवश्यकताहरूको गहिरो मूल्याङ्कन गर्ने। दोस्रो, अभिभावक, शिक्षक र विशेषज्ञहरू सबै मिलेर प्राप्त गर्न सकिने लक्ष्यहरू निर्धारण गर्ने। तेस्रो, कुन सेवा, उपकरण र शिक्षण विधिहरू प्रयोग गर्ने भनेर परिभाषित गर्ने। र चौथो, नियमित रूपमा प्रगतिको समीक्षा गर्दै आवश्यकता अनुसार योजनालाई परिमार्जन गर्दै लैजाने। यो तालिकाले बहुविषयक टोलीको अवधारणालाई झनै स्पष्ट पार्छ। हेर्नुस् त, विद्यार्थीको हरेक आवश्यकतालाई सम्बोधन गर्न फरक फरक विशेषज्ञहरू चाहिन्छ। जस्तै सञ्चारका लागि स्पिच थेरापिस्ट, चलायमानताका लागि फिजियोथेरापिस्ट र दैनिक जीवन सिपका लागि अक्युपेसनल थेरापिस्ट। यसले के देखाउँछ भने यो चुनौती कुनै एक व्यक्तिले मात्र सामना गर्न सक्दैन। यसका लागि एक समर्पित सहयोगात्मक टोलीको आवश्यकता पर्छ। अब हामी अन्तिम र सायद सबैभन्दा ठूलो बाधाको बारेमा कुरा गरौँ। नेपालको प्रगतिशील नीति र जमिनमा रहेको वास्तविकता बीचको गहिरो खाडोल। हो, नेपालमा समावेशी शिक्षाका लागि बलियो कानूनी आधार नभएको होइन। नेपालको संविधान 2072ले नै सबै नागरिकलाई आधारभूत शिक्षाको हक सुनिश्चित गरेको छ। त्यसपछि आएको समावेशी शिक्षा नीति 2073 र राष्ट्रिय शिक्षा नीति 2076ले पनि अपाङ्गता भएका विद्यार्थीहरूको पहुँच, पाठ्यक्रम अनुकूलन र जीवनोपयोगी सिपलाई प्राथमिकता दिएकै छ। कागजमा हेर्दा हाम्रो आधार निकै बलियो देखिन्छ। तर असली चुनौती नीतिको अभावमा होइन, कार्यान्वयनको अभावमा छ। राम्रा कानूनहरू हुँदाहुँदै पनि प्रणालीमा स्रोत, तालिम र पूर्वाधारको यति धेरै कमी छ कि यी नीतिहरू विद्यार्थीहरूका लागि कहिल्यै वास्तविकता बन्न सकेका छैनन्। र अन्ततः यो सम्पूर्ण विश्लेषणको केन्द्रीय सन्देश पनि यही हो। समाधान भनेको व्यक्तिलाई प्रणालीमा जबरजस्ती मिलाउन खोज्नु होइन, बरु प्रणालीलाई नै व्यक्ति केन्द्रित बनाउनु हो। आखिर शिक्षा विद्यार्थीका लागि हो, विद्यार्थी शिक्षाका लागि होइनन्। हो, र यसले हामीलाई एउटा गम्भीर प्रश्न सोच्न बाध्य बनाउँछ। नेपालका नीतिहरूले अधिकार त दिएका छन्, तर के हाम्रो व्यवहारले साँच्चै न्याय प्रदान गरिरहेको छ? हरेक विद्यार्थीको क्षमतालाई सम्मान गर्ने प्रणाली निर्माण गर्नु हाम्रो साझा जिम्मेवारी हो। यो विश्लेषण हेरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। यस्तै महत्त्वपूर्ण विषयहरूमा थप गहिरो सामग्रीका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।